सबभन्दा ठुलो खत्री होटल चाहिँ सुरुमै चाहिँ चुज नगर्नुहोस्, सानो होटल बिजनेस होटलबाट चाहिँ स्टार्ट गर्नुहोस् भन्छु। त अब जस्तै तपाईँ अहिले वर्किङ गरेको 3-4 वर्ष भयो होटल लाइनमा होइन? यदि तपाईँ अहिले आफू सेमोङ्गाको जस्ट पास आउट भएर वर्किङ खोजिरहेको अवस्था यदि थियो भने र अब होटल पनि डिफ्रेन्ट किसिमको छन्, एउटा र्योखान भन्छन् होइन, कति अब बिजनेस होटल भन्छन्। अब यो कुन चाहिँ होटलमा गयो भने चाहिँ बेनिफिट्स इन टर्म्स अफ स्यालेरी, बोनस आदि इत्यादि तपाईँको विचारमा अहिले एक्सपिरियन्स चाहिँ कस्तो खालको होटलमा जाँदा चाहिँ अझ बेटर हुन्छ जस्तो लाग्छ? मेरो चाहिँ पर्सनल एक्सपिरियन्सले भन्दाखेरि चाहिँ जति पनि यो अब भोलिको दिन होटलमा काम गर्ने अब नयाँ भाइ बहिनीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ सबभन्दा ठुलो खत्री होटल चाहिँ सुरुमै चाहिँ चुज नगर्नुहोस्, सानो होटल बिजनेस होटलबाट चाहिँ स्टार्ट गर्नुहोस् भन्छु। किनकि बिजनेस होटलमा ठिक्कको रेस्पोन्सिबिलिटी हुन्छ। तपाईँको रिजोर्ट होटलमा पनि धेरै काम त सिक्नु त पाइन्छ, तर पनि तपाईँले बिजनेस होटल चाहिँ मैले चाहिँ अहिले बिजनेस होटलमा गरिरहेको छु। बिजनेस होटलमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँले अब थोरै गरेर सिक्दै जाने हो क्या, बरु बिस्तारै बिस्तारै सिक्दै जानुहोस्। र बोनसको कुरा त अब होटल अनुसार फरकै हुन्छ। तपाईँको कति कति वर्ष तपाईँले त्यहाँ काम गर्नुभयो त्यो अनुसारले हुन्छ। तपाईँले चाहिँ कुन चाहिँ पोजिसनमा हुनुहुन्छ त्यो अनुसारले चाहिँ बोनस हुन्छ। यदि तपाईँले चाहिँ भोलिको दिन तपाईँले होटलमा काम गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ तपाईँलाई चाहिँ के भन्छु भन्दाखेरि कुन चाहिँ होटलमा बेटर गर्दा बेस्ट हुन्छ, ढिरोकाउनु भयो तपाईँले भन्नुभयो नि, रिजोर्ट होटल भन्नुभयो, बिजनेस होटल भन्नुभयो भने चाहिँ मैले चाहिँ तपाईँलाई चाहिँ एडभाइस के गर्छु भन्दा चाहिँ बिजनेस होटल गर्नुहोस् भन्छु। बिजनेस होटलमा ठिक्कको रेस्पोन्सिबिलिटी हुन्छ, धेरै प्रेसर पनि हुँदैन क्या। मेन कुरो भनेको के, तपाईँलाई धेरै प्रकारको प्रेसर आयो भने नि तपाईँले काम गर्न एकदम गाह्रो हुन्छ क्या। मेन्टली धेरै टर्चर जस्तो हुन्छ नि, यो पनि गर्नु पर्यो, यो पनि यो यताउता गर्नु थाल्यो भने तपाईँलाई चाहिँ गाह्रो हुनसक्छ।